सक्दिन म जान्छु होला म तिमी एकछिन कालो पट्टी बनाएर बस तिमी तिमीले त मेरो अब्रे अब्रे भुले अब यस्तो हो अब बिहे नै गर्ने भएपछि त अब हामी त बिहेमा जन्ती जानु पर्यो अब म पनि साडी लगाउनु पर्छ कि क्या हो साडी लगाएर नाच्दिउँ कि क्या हो पञ्चे बाना बजाएर बिहे नै गर्ने हो बिहे नै गर्ने हो नहीं नहीं हामी त नाटक तेरी भैंस की हट बिहे नै गर्ने हो थ्याङ्क यू दादा अब हेर्न सक्दिन भने जाऊ बाटो खाली छ हम तो बेउली हो गई अलरेडी उसको बिहे भइसक्यो हेर है अलरेडी उसको बिहे भइसक्यो त्यही भएर घुम्टु पनि छ उसँग अर्काको बुढीलाई अर्काको बुढीलाई यसको अनुहार कसरी फेभिकल टाँस दियो यार पञ्चे बाजा गीत लाउनु पर्छ गाइस पञ्चे बाजा गीत हेलो चियावाली भाउजू टक्क एउटा गिलास ल्याउनु पर्यो नि यसरी लजाएर दिनु पर्यो नि यसो दुध दुध ए बिपना दिदी यहाँभन्दा पनिसमेन्ट डिभोर्स है सिधा कुरा मैले भनेको छु तमी चुप लागेर बस यो बिपना दिदी यार तीनटै पनिसमेन्ट आफै दिन्छ यार तमी चुप तमी चुप पुरा बिगाड्न तमी कति बोल्दा है ला हिन्दीमा भयो त तमी झिक्कना वाला तमी चुप तमी मुख चुप गाइज तपाईहरु मेरो फ्यान हुने मेरो रबिनको जोडी मन पराउने साथीहरु त्यो कुइन हेर है सबैजना साडी पनि लगाएको हुनु पर्यो नि लगाउनु कि त्यस साडी गरेर यसरी यहाँनिर गर्नु पर्छ बेउला बेउली भनेको त्यस्तो हुनु पर्छ यहाँ रमेता हेर्न आछौ हामी ह एला कसले मुटा हान्दियो त बल्ल खाइछ त हेर्नु रबिन दाइ तपाई भन्नु पर्यो मेरो सानो मेरो गोरी भन्नु पर्यो चियावाली भन्नु पर्यो बुढो भनेर चिया दिनु पर्यो मस्किनु पर्यो अनि त्यसपछि रोक न अहिले मेरो अगाडि तमले बिहे गरे तम्रा अगाडि यति राम्रो केटो बिहे गरेर देखाउँछु रोक रोक तिमीलाई त कल्टले पनि हेर्दिन के के आइलाग्यो यार यो बिपेला गर्दाखेरि युट्युबरले कन्टेन्ट पाउने भयो यार गाइज यस्तो यो रेकर्ड गरेर मेरोमा स्याड सङ राखिदिनु होला है रेकर्ड गरेको मान्छेले अहिले मुख छोपी आडी जान्छ बल्ल खान्छ नि आइडी जाने र जान्न होला आइडी ए ए ए ए गेम लगाऊ है गाइज गेम लगाऊ गाइज सुन अक्षता हैन अक्षता सुन न हैन तमी इता सुन न हैन अर्को गेममा हामी नै हो के पनिशमेन्ट गर्ने यो गेममा बिहे हुन देऊ न हेर हैन नि त मेरो यहाँ दिल टुटिसक्यो गाइज अब आफ्नै बुढाले आफ्नै बड्डाले तिम्रो इटा राखा यत्रो बडो मान्छे इटा राखा फुट्दैन त दिल कतै भाग्दैन इटा राखा त नै यस्तो हो के अब मेरो आफ्नै बड्डाले अरूसँग बिहे गरेको को हेर्न सक्छ यार म त सक्दैन ल म पनि बिहेमा गएको मान्छे हो म पनि साडी लगाउँछु यत्रै सिटी खाने देख्छु म पनि नाच्नु पर्यो नि त म चाहिँ गरिब हुँदो यार ए कुर्ता सुरुवाल चेरेर कपडा लाउँदो यार धोका दिएको सेतो साडी लाउ के हो ए लगाउँछु रातो साडी म त बिहेमा गएको म पनि लगाउनु पर्यो यहाँनिर यी चावाली के बिते राम्री भकी त नि ए तमी छिटो तमी साडी लगाऊ तमी पनि साडी लगाऊ बिहेमा जाने हैन तमी जान्न नै म जान्न आफ्नै एक्स को बिहेमा जाने हैन म जान्न हा सर एकछिन तमी हामी ओइ के सुरुवाल पनि ल्याएछु हतारमा त सुरुवाल पो बोकेर आएको त्यसका राजे बिहा पनि कतिपल्ट गर्ने बच्चा पाल्नु पनि पर्ने अहिले पाइदिएछ अच्छा त तिम्रो जिन्दगी त के हो त पानी बिनाको माछा जस्तो भयो मलाई यो जिन्दगीले चोट दियो गनगनी कही सरता ल खोइ चिवा सरता
अस्ताले यस्तो गाखे नि ए टमाटर सस्तो भएको भने त्यही टमाटर टाउका हान्थ्यो कि यति बेसुरा गाई छ्या कता भयो टुप्पा पनि फेरि? गाइज रबिनले मेरो बिल्ला गरे जस्तो लाग्दैन तपाईहरुलाई मेरो फ्यानहरु यहाँ भन्नु त एकचोटी तारिफ गर्न के हर तिमीसँग त्यस्तो यति छिटो म त अब गिलासमा दुध खा, गिलासमा दुध। रूपरङ्ग हुनु पर्यो नि त अनि गिलास छैन है दुध यसमा। त्यसमा ओके 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 गीत चाहिँ तपाईँ लगाउने कि रबिन दाइ म लगाम भन्नुहोस् पञ्चे बाजा। के गीत लाउँछ तिमी पनि नाच्छौ म त अनि बिहान गएको नाच्नु परेन पञ्चे बाजामा। केटाले कमेन्ट टोपी कस्तो टोपी हो बिहाको दिन कस्तो टोपी हो र टोपी लाउनु पर्दैन के अरे ढाका टोपी। मसँग छैन के राख्ने यार हामी अबको पनिसमेन्ट डिल गर्नु, अबको पनिसमेन्ट अबको पनिसमेन्ट डिल गर्नु। के भनौँ खै हेर्न सकिने फेरि मुसाको तपाईँ खाएर मर्ली यार अबको पनिसमेन्ट भन्नु। म त यहाँ डान्स गर्नलाई यहाँ साडी लगाइसकेँ बिहेमा जानलाई। अहिले जमाना कल टोपी लाउँछ नहुने कुरो हाइट ल दाइ भन्नु अबको पनिसमेन्ट भन्नु। बाख्रामाथि बसेर ए बाघ किन्दैन भडाउने गीत नाच्ने फर्स्ट पनिसमेन्ट तपाईँको। सेकेन्ड ए पहिला पनिसन हेर कि छोरा अलि गरेपछि डबल ट्याप आउँदैन एकैछिन पनिसन हेर अनि त्यसो गरौँला ए ल पनिसमेन्ट भन्नु। हामीले भन्नुपर्ने के हो भन्नु पर्यो मेरो क्याली मेरो प्यारी यता छेउमा आउन भन्नु पर्यो। उसले भन्नु पर्यो अलि छैन त गोरी छ बुढो दुध खानु न पहिला भन्नुहोस्। यहाँ लजाएर पिन्नु पर्यो एकदम दामी तरिकाले। म ओभर गोरो आएँ क्या म यार अनि सुन है तपाईँहरू त्यो एक्टिङ गर्ने अनि त्यो भनेर होइन अनि त्यो एक्टिङ भनेर अनि तपाईँहरू लजाउनु पर्यो मस्किनु पर्यो अनि दुईजना हेर गर्नु पर्यो अनि म बाजा गीत लगाउँछु अनि म नाच्छु। तपाईँ लगाउने कि म्युजिक म लगाम? तपाईँ लगाउनु तपाईँकोमा राम्रो राम्रो हुन्छ। म पहिला हेर्छु बिहे अब हेर्नु पर्यो नि त। ए कितना रुलाओगा यार मुझे कितना हर्ट करोगा तमी चुप ए तमी चुप लगा ए तमी मेरो झन कुडो मिलाइदिने हैन बिगाड्न आकिरै छौ तमी। छिटो छिटो के बिहाको सुरुको दिनको एक्टिङ गर्ने हो त्यो चाहिँ के को धुन हो यो मान्छे हुन आँटेर सकिन आँटे जस्तो धुन लाउनु न। रोमान्टिक गीत हो पागल रोमान्टिक पनि दामी हुनु पर्यो कि ढुङ ढुङ। तिमी लाउ त्यसो भए ए छिटो निप्टा है यो छिटो गर यति टाइम लाग्छ तिमीहरुलाई यी छुट्टे यसलाई मैले म्युटान भुलेछु यार के गीत हुन्छ हौ त्यो एउटा गीतै भन्न आएन क्या मलाई। तपाईँ त्यो यो रोमान्टिक हो यो होइन अर्को लाउ न हौ। बाकल बिहाको सुरुको रात पनि के तिमी श्रीमतीसँग नाच्दै जान्छौ अगाडि एउटा माया प्रीतिको एउटा हुन्छ नि यार पक्नु म लाउँछु। बिहाको सुरुको दिन भन्ने अनि एक्टिङ गर्ने भन्ने लास्टमा अनि के पञ्चे बाजा आवाज एकदम सानो गर डाइलेक्ट बुझिन्न फेरि एउटा के म हुँ हजुर कि प्यारी बेहुली भन्ने गीत के अब 10 पैसाको पागल प्रोग्रामको बेला भइसक्यो तपाईँ चाहिँ यहाँ बिहेको एक्टिङ गराउनु। ओ पाइ कोही एकछिन है अब सुरु एकछिन है। आवाज सानो आवाज सानो आवाज एकदम सानो यो अच्छा कति बोलिका त म्युटै गर्छु लु मिटान दे मैले मिटान सके ल के छ चाहिँ सन्चै तिमी भयो। आवाज सुन आदि छ यार एकदम सानो आवाज एकदम सानो बीजीएम अलिकति ब्याकला गुन्जेको त सुने सर एकदम सानो सुन्नुहोस् न भन न दुध लिनुहोस् दुध खानुहोस् तिमी पनि खानु पर्यो होइन हजुर खानुहोस् न हजुरको लागि हो अनि आज कति राम्रो देखेको त नि हो अनि मेकअप धेरै गर्छ क्या हो अनि आज बेहुली हो नि त म अनि मेकअप गर्नुपर्छ नि त राम्रै हुनुपर्छ आज सुरुको दिन के छ हजुरको भन्नुहोस् न हजुरले के गर्नुहुन्छ? आज सुरुको दिन के छ 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 आज सुरुको
ठिकै छ अनि यत्रो माइती छोडेर आएकी छौ कस्तो कस्तो फिल भइरहेको तिमीलाई एकदम खुसी आजबाट नयाँ जीवनको सुरुवात हुँदैछ के छ अब भविष्यमा के गर्ने हो हजुरलाई नि सोध्नुपर्छ नि केही वर्षमा बच्चा नपाउने हो कि अथवा आजबाट सुरु सुरु गर्ने कस्तो हतार छ मलाई किन कति आत्तिकै त अनि केही समय यसो घुम्ने टाइम बिताउने श्रीमान त बुझ्ने हो नि त अनि कहाँ मलाई त बच्चा जन्म मन रहर छ पहिलाको दुनियाँ रत्नतारतिर जानु थियो क्या कति आत्तिकै त अनि अनि कस्तो अनि बच्चाको आमा हुनु मन छ अनि मेरो उमेरको साथीहरूले सबैले बच्चा पाइसक्यो अनि मलाई पनि हतार छ साह्रै मन लाग्यो त अनि जयनारीको भिडियो हेर्ने उतै पाउने बिना बाबु हुन्छ अरे के बच्चा पाउनु त अनि भन्नु न सुरुको दिन यसो रोमान्स गर्ने यसो घुम्ने यसो ठाउँ ठाउँमा घुम्न आने कहाँ बच्चा पनि हतार गरेर गएर चिया बलि थट मलाई हतार छ प्लिज के सुरु गरिहाल्ने हो अहिले नि ओइ दिपे योभन्दा अघि जानुमा सकेन मेरो गेरमा न्युटनमा छ प्लिज प्लिज आज हामी मैले मैले सुरुवात मात्र गर भनेको यिनीहरूले त अन्त्य लर टुप्पामा टुङ्गाउनु लाग्यो भयो अनि सरता हजुर आज अलिकति टाइम ओभर भइसक्यो पाहुना पाछा बिदा गर्दाखेरि अब सुत्नुपर्छ होला हुन्छ सुतौँ ल सुत्नु तपाईँहरू सुत्नु त ए तेरी माइ तपाईँहरू सुत्नु त पञ्च बजेमा नाच्नु परेन म बल्ल गीत ल अब यो बल्ल कुन गीत लगाउनु फेरि पञ्चे बाजा होस् या अघिको गीत म त पञ्च बजे लगाउँछु नाच्नु परेन ल रबिन दाइ र चेवालीको बिहे भयो गाइस खुसियाली दिनमा नाच्नु परेन कति खुसी हो आमा सानो होइन पुरै भुद्रुक भुद्रुक भयो अब हाम्रो लभ म्यारेज हो के लभ म्यारेज हो अहिले एकछिनमा फेरि उ गर्नुपर्छ एकछिन नथाकिन्छ अरे बस्नु मैले असितालाई मलाई हाम्रो चन्द्र दादालाई सबैजनालाई थ्याङ्क यू सो मच भन्नु यति राम्रो पनिसमेन्ट दिन पाइयो होइन वाउ दिल खुस दिल त भ्यास भयो त अब हामी भन्नुपर्ने अब भन्नु पर्यो अर्को पनिसमेन्ट यो त ठुलो बुढी बनाउनु पर्यो अनि बुढा एम्बुलेन्स बोलाउनु भन्नु पर्यो रविन दाजु पुरै कता नम्बर भयो गाउँलेहरू पुरै यस्तोकै एक्टिङ दिनु पर्यो होइन अनि पुरै त्यो के भन्छ अरे एम्बुलेन्सको पनि उही 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 लगाउनु पर्यो होइन अनि ए मेरो बुढी भनेर पुरै लानु पर्यो नि जन्माउनु पर्यो ओहो छोरी पाएँ भनेर यस्तो खुसी हुनु पर्यो कि होइन संसार जिते जस्तो हुनु पर्यो क्या त्यो बच्चा पाएर पुरा खुसी हुनु पर्यो क्या त्यही हो हुँदैन त्यो अदालाई फोन गर्नु तिमी देऊ न तिमी देऊ मैले फर्स्ट सेकेन्ड तिमी देऊ न त फर्स्ट पनि कहाँ त्यस्तै हुन्छ त्यस्तो हुँदैन एउटा पनिसमेन्ट मैले दिन मिल्छ तिनजनामा तिमी पनि एउटा देऊ अघि मलाई किन नदिदिएको पनिसमेन्ट अघि किन नदिदिएको ए यो त मलाई लाग्दैछ तिमी कि क्या हो यता गाडा उता उठ्ता हुने
तिमीलाई धेरै हेप्छन् जोइन नगर्नु भने लास्ट हेप्छन् यहाँ यिनीहरू ल्याङ नगर दोस्रो पनिसमेन्ट तिमी देऊ दोस्रो पनिसमेन्ट तिमी देऊ ल भन दोस्रो पनिसमेन्ट के अरे के भन्ला छन् दिवस हानिदिनु देऊ न त त्यही डिभोर्स हान्ने अनि तेस्रो पनिसमेन्ट अदालाई फोन गर्ने हामी बच्चा पाउने नि होइन बुढा खेलिरहेछन् रे दादा बुढा बच्चा पाऊँ ल हाम्रो बिहे पनि भइसक्यो यो अस्ताले किन उटपटाङ कुरा गर्छ अस्ताले अबको गेममा सिधै तिमीहरूको डिभोर्स हुन्छ हुँदैन हाम्रो बच्चा जन्मिन्छ अब कति हतार भएको बच्चा जन्माउने यहाँ कहिले बिहा गर्नुलाई कहिले बच्चा जन्माउन भन्ने भएको थियो बच्चा यहाँ जन्मिन लागिसक्यो ल विवेक कुन कुन भएर पनिसमेन्ट भइसक्यो त मैले दिइसकेँ कुन कुन रे फर्स्ट पनिसमेन्ट मैले बच्चा पाएर अनि खुसी हुनु पर्यो होइन बच्चा पनि जन्मिन्छ खुसी हुनु पर्यो दोस्रो पनिसमेन्ट डिभोर्स रे तेस्रो पनिसमेन्ट अक्षताले दिइरहेको छ कसलाई फोन भन्दैछ ल हाम्रो पहिलो पनिसमेन्ट एउटा बोतलले गोल हान्ने अर्को बोतल झार्ने माथिबाट एउटा तिमी बुङ्गुर माथि ऊ बाख्रामा चढेर ए बाघ किन्दैन भटबाट गीतमा नाच्ने अब त म सिधै रबिनलाई ब्रेकअप दिन्छु ब्रेकअप पनि दिने दियो न अस्ताले मलाई ब्रेकअप दिने तिमी उहिलेदेखि ब्रेकअप ल ल गरम गरम विवेक सुरु गरौँ ल दादा उता गएर भन्नु उता गएर भन्नु त रबिनले धेरै डिसरेस्पेक्ट गर्छ तिमीलाई अरे मेरोमा ए बाबा गेम खेल्ने हो कि यहाँ गेम सुरु गर त हटाउ यार गेम लगाऊ ल म अङ्कल भन्छु नि त आजदेखि रबिनलाई हुन्छ बुढा केटा डबल टेबल गाइस लेट्स गो माय टिम गाइस अब हाम्रो पालो इट्स माय टाइम केटा डबल टेबल गाइस लेट्स गो सबका सब मेरो मित्र अब हाम्रो पालो गाइस अक्षतालाई बाख्रा माथि चढ्न सकेन म पनि गदा छोरो अब बिपेन नि गयो बुङ्गुर माथि गाइस डबल